Hello everyone, this is me Suzanne Limbu and welcome to my another video. र आजको भिडियो चाहिँ अलिक फरक रहेको छ। आज चाहिँ मैले दराजदेखि सामान मगाएको थिएँ, त्यो आइपुग्यो। रिङ लाइट त्यस्तो केही पनि हैन। अनि त्यसपछि मेरो भदैनीको लागि एक दुईवटा सामान छ, त्यो अनबक्स गरेर हेरौँ है त। र अबदेखि चाहिँ रिङ लाइट चाहिँ किन मगाएँ भन्दा अबदेखि चाहिँ म रेगुलरली भिडियो लाउँछु कि इफ जागर चल्यो भने त्यो भनेर मगाएको छु। सो हेरौँ न त कस्तो आछ है। फर्स्टमा चाहिँ रिङ लाइट। टाडा, यो चाहिँ रिङ लाइट हो। दुई तीन वर्ष अघिदेखि रिङ लाइट मगाउने भनेर यसमा चाहिँ सिरियसली एउटा भिडियो बनाएर लाउनु यति धेरै गाह्रो पर्दा रहेछ। म त इन्ट्रोभर्टेड पर्सन हो, मलाई त बोल्नु आउँदैन, बोल्नु जान्दिनँ त भनि नै रहेको, तर बोल्नु पनि साँच्चै नै नआउँदो रहेछ भनेर चाहिँ आज थाहा पाएँ। लाइक अनि अझ क्वालिटी नराम्रो भएर हो कि अड्किँदै आइरहेछ क्या, भोइस ओभर गर्दा मात्रै ठिक रहेछ। अनि यसमा चाहिँ मैले सामानहरू यो छ भन्दै देखाइरहेको थिएँ। एज यु क्यान सी यहाँ चाहिँ ट्राइपड के भन्छ यिनीहरूलाई, त्यही भन्छ, यो स्ट्यान्ड हो, एलइडी लाइट। अनि यो चाहिँ मैले फिक्स गर्दै थिएँ। अनि यसमा चाहिँ मैले जस्ट इग्नोर माई ह्यान्ड, छोरा मान्छे कस्तो देखियो होला बट आइएम ए गर्ल, आइएम अ ब्युटिफुल गर्ल भन्दै यहाँ चाहिँ म जिस्किँदै थिएँ। र अब चाहिँ सेटअप गरेर देखाउँछु भनेर गर्नतिर लागेँ। एज यु क्यान सी आई एम डुइङ माई जब, एकदम सिरियस फेस लिएर। र यो चाहिँ कहाँ लगाउने हो त्यो मलाई एकदमै थाहा भएन, पछि गुगल गरेर हेर्छु। ओके, मोमेन्ट अफ ट्रुथ। Okay. Okay. Nice. Like राम्रो रहेछ। लाइक म फसिनँ, थ्याङ्क गड। सामान चाहिँ राम्रै रहेछ। दराजको सेलमा हालेको हो यो चाहिँ 1900 कति समथिङ थियो, 1165 पर्यो जम्मा। र यो लाइटहरूले मेरो फेसमा कस्तो देखिँदो रहेछ भन्ने हेरिरहेको थिएँ। मलाई चाहिँ विदाउट लाइटै राम्रो देखिँदो रहेछ, त्यो चाहिँ मैले थाहा पाएँ। र नाच नजान्नु आगन्टेर नै भइरहेछ, के बोल्ने के भन्ने केही नै, लाइक मलाई केही नै थाहा भइरहेको छैन। सामान देखाएर बोल्दै भिडियो बनाउने भनेको ख्यासा र खुसुक बाहेक त केही नै सुनिया रहेन रहेछ। र यसमा चाहिँ मेरो भदैनीको लागि, मेरो भदैनी चाहिँ 10 महिना कम्प्लिट भयो र ऊ चाहिँ अहिले बामीहरू सर्न खोज्दैछ। अनि बामी सर्दै गएपछि उभिन थालेपछि चाहिँ बच्चाहरूलाई एकदम प्रोटेक्ट गर्नु गाह्रो हुन्छ क्या। उभिँदाखेरि ब्याङ्ग झऱ्यो भने सिमेन्टीमा लडेर टाउकोमा केही इन्जुरी आउनसक्छ भनेर चाहिँ मैले हेड प्रोटेक्टर मगाएको थिएँ। यो चाहिँ A1 नै आयो, एकदम राम्रो लाग्यो। प्राइस 700 कति त्यस्तै थियो होला, डिस्काउन्ट गरेर 295 को सेलमा लिएको। एकदम राम्रो लाग्यो यो चाहिँ। यो र ट्राइपड चाहिँ एकदमै राम्रो, ट्राइपड विथ रिङ लाइट। र यसमा चाहिँ म फसेँ, स्योर फसेँ। 1900 थियो ओरिजिनल प्राइस चाहिँ, अनि डिस्काउन्ट गरेर आफ्टर डिस्काउन्ट चाहिँ 750 थियो। र मैले चाहिँ यो लिएको सफ्ट कटनको एकदम राम्रो कपडामा, बच्चाहरूको लागि नन टक्सिक, बच्चाहरूले त प्रायः मुखमा लगाइहाल्छ नि त, अनि त्यो भनेर मगाएको। तर यो सामान हेरेर त मेरो फेसमै देख्न सकिन्छ डिसपोइन्टमेन्ट कति धेरै छ भनेर। सायद मलाई मात्रै यस्तो हो कि भनेर मैले चाहिँ फेरि दराज एपमा गएर चेक गरेको, अनि त्यसमा रिभ्यूहरू हेर्दाखेरि चाहिँ सबैको यही नै रहेछ। उनीहरूको अफिसियल पेजमा चाहिँ एकदम राम्रो खाले कपडाको लाग्छ, एकदम हेर्दै सफ्ट, तर बेचेकोहरूमा चाहिँ यही नै रहेछ क्या। त्यो पनि ठिकै छ, वर्थ इट नै भयो। अनि यसमा चाहिँ मैले 75 रुपिज पर्यो एउटा बुकलाई भनेर हेर्दै थिएँ। नानीहरूलाई भरसक मोबाइल नदिऊ भनेर प्रोत्साहन चाहिँ गरिन्छ, तर नानीहरूको छेउमै ठुलो मान्छेले नै मोबाइल चलाएपछि त अब नानीहरूले जे दिएको त्यही त गर्ने हो। इभन म नै गएको बेला, घर गएको बेला नानीसँग म त्यो
मोबाइल हेर्न थाल्छु क्या। नानीलाई चाहिँ देखाउँदिनँ तर उसलाई खेलाउँदै म आफ्नो आँखा अगाडि मोबाइल बोकेर बसेपछि त उनीहरूले पनि त्यही नै के होला भनेर क्युरियोसिटी त हुन्छ होला नि त बच्चामा, अनि पछि गएर त्यही खोज्छ। अनि जति सक्दो म चाहिँ उसको छेउमा मोबाइल चलाउनु लाइक चलाउनु खोज्दिनँ। अनि मेरो यसरी मेरो डिसिजनलाई म यो लिएको राम्रो कुरा हो कि नराम्रो कुरा हो भनेर म चाहिँ सोचिरहेको थिएँ, तर ठिकै होला यतिको। मोबाइल भन्दा त यो कहाँ हो कहाँ राम्रो भन्दै भिडियोलाई चाहिँ म यहीँ सक्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ, अनि नेक्स्ट भिडियोमा भेटौँ है त, बाई।